बुटवलका स्वास्थ्य संस्थाहरूमा अनुगमन गरेको अनुगमन टोलीले बिना दर्ता सञ्चालनमा रहेका 6वटा मेडिकल क्लिनिकहरूलाई बन्द गराएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न 11वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा 6वटा क्लिनिकहरू दर्ता बिना नै सञ्चालन गरिएको भेटिएपछि बन्द गराइएको हो। रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाले जनताको गुनासो आएपछि क्लिनिकहरू अनुगमन गरिएको र दर्ता बिनाका 6वटा क्लिनिकलाई बन्द गराइएको बताउनु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राणाले वर्षौंदेखि अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदाना क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पूनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिकलाई बन्द गराइदिएको छ। मानिसको स्वास्थ्यसँग खेलवाड गरी वर्षौंदेखि दर्ता बिनै सञ्चालन गरिएका क्लिनिक र ल्याबहरूलाई बन्द गराइएको उहाँले बताउनु भएको छ। शिला मेडिकल हल र पूनम मेडिकल हलले औषधि बिक्रीका लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामीको चेक जाँच गर्ने क्लिनिक समेत सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको राणाले बताउनु भएको छ। त्यस्तै रुचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याब समेत सञ्चालन गरेकाले क्लिनिक र ल्याब दुवै बन्द गरिएको छ। चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ। चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याब समेत सञ्चालन गर्दै आएको देखिएको छ। मङ्गलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन भएको पाइएपछि बन्द गराइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राणाका अनुसार करिश्मा पोलिटेक्निकल र राजधानी फार्मेसीले सञ्चालनको लागि अनुमति लिएको भए पनि व्यवस्थित नभएकाले दुवैलाई व्यवस्थित गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राणाले पहिलो दिन बुटवलका सीमित मेडिकल क्लिनिक र ल्याबहरूमा अनुगमन गरिएको र आगामी दिनमा स्वास्थ्य क्षेत्रको अनुगमनलाई निरन्तरता दिने पनि बताउनु भएको छ। स्वास्थ्य कार्यालय रूपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले जिल्लामा 500 भन्दा बढी मेडिकल क्लिनिकहरू रहेको जानकारी दिँदै अनुगमनलाई थप तीव्रता दिने तयारी भइरहेको बताउनु भएको छ। बन्द गरिएका क्लिनिकहरूलाई दर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिने पनि उहाँले बताउनु भएको छ।